अघिल्लो भिडियोको लेसनमा चाहिँ हामीले शाखा होकेन भनेको के कुराहरू मिलेर बन्छ भन्ने विषयमा कुरा गर्यौं हैन। अबबाटको भिडियोमा चाहिँ हामी प्रत्येक टपिकलाई नै छुट्टै कुरा गर्छौं। सो अघिल्लो भिडियोको थोरै रिभाइज गर्नु पर्दाखेरि चाहिँ शाखा होकेन भनेको यो कुराहरू मिलेर बन्छ अनि कस्तो कम्पनीहरू शाखा होकेनमा छिर्न कम्पल्सरी हुन्छ, कस्तो कम्पनीहरुलाई अप्सनल हुन्छ भन्ने विषयमा कुरा गर्यौं। त्यो सबै कम्पनीको साइड थियो। आजको भिडियोमा चाहिँ थोरै तपाईहरुको साइड के हुन्छ, तपाई पनि अब जो मन लाग्यो त्यही शाखा होकेनमा छिर्न पाउने भन्ने हुँदैन। तपाईहरुले पनि के कन्डिसनहरु मिट भएपछि मात्र शाखा होकेनमा छिर्न पाउनुहुन्छ भन्ने कुरा गरिसकेर त्यसपछि चाहिँ यो हेल्थ इन्स्योरेन्सको बारेमा छुट्टै हामी एउटा अलिक लामै कुरा गर्छौं है त। यहाँ राइटपट्टि लेस देन 3/4 भनेर लेखेको छु हैन। यसको मिनिङ छ र मैले लेखेको छु हैन। त्यही भएर अलिकति ध्यान दिएर यो पार्टमा सुन्नु होला है त। लेस देन 3/4 भन्नुको मतलब चाहिँ तपाई जुन कम्पनीमा काम गर्दै हुनुहुन्छ त्यो कम्पनीमा काम गर्ने फुल टाइम स्टाफहरु हुन्छ नि त, हप्ताको 5 दिन 6 दिन काम गर्ने। त्यो कम्पनीमा काम गर्ने फुल टाइम स्टाफले चाहिँ हप्ताको कति घण्टा काम गर्छन् त्यसको चाहिँ 4 भागको 3 भाग भन्दा कम र त्यो कम्पनीमा काम गर्ने फुल टाइम स्टाफले 1 महिनामा कति दिन काम गर्छन् त्यसको 4 भागको 3 भन्दा कम छ भने पनि तपाई यो कन्डिसन मिट हुन्छ भने चाहिँ शाखा होकेनमा छिर्नु पर्छ भन्ने मिनिङ हो हैन। 4 भागको 3 भन्दा कम हुँदा पनि यो कन्डिसन मिट हुँदा चाहिँ शाखा होकेनमा छिर्नु पर्छ भन्नुको मतलब त 4 भागको 3 भन्दा माथि हुँदा त अटोमेटिक तपाईहरु शाखा होकेनमा छिर्नु पर्ने भइहाल्यो नि भन्नको लागि मैले यसलाई सुरुमा राखेको हुँ हैन। यसको मतलब चाहिँ अलि सिधा भाषामा भन्नुपर्दा तपाई फुल टाइम वर्कर हो भने चाहिँ शाखा होकेनमा छिर्नु पर्ने कन्डिसन 100% मिट हुन्छ। यो चाहिँ एकदम मिनिमम लिमिटको चाहिँ कुरा गरेको हो। यसलाई सर एक्सप्लेन गरिहालौँ है त। अघि भने जस्तो 4 भागको 3 भन्दा कम छ तर हप्ताको 20 वा 20 घण्टा भन्दा बढी काम गर्नुहुन्छ अनि 1 महिनामा चाहिँ 8 मा 8000 र त्यो भन्दा माथिको स्यालेरी पाउनुहुन्छ र 2 वा 2 महिना भन्दा बढी चाहिँ तपाईको त्यो कम्पनीमा काम गर्ने अब एस्टिमेट छ भन्नुको मतलब त्यो चाहिँ मिकोमी छ भन्नु भएन। 2 महिना भित्रमा छोड्ने खालको कुनै पनि कुरा छैन भन्ने हो र तपाई स्टुडेन्ट हैन भने चाहिँ तपाई यो 4 भागको 3 भाग भन्दा कम भए पनि शाखा होकेनमा छिर्नु पर्ने कन्डिसन मिट हुन्छ भन्न खोजेको हो। यति कन्डिसन मिट भएपछि तपाई पनि शाखा होकेनमा छिर्नु पर्ने कम्पल्सरी हुन्छ। यसको मतलब कम्पनीले छिराउने भन्ने मिनिङ हो हैन। यसमा एउटा चाहिँ 51 अथवा 51 भन्दा बढी वर्कर भन्नुको मतलब चाहिँ यो चाहिँ 4 भागको 3 भाग भन्दा कमको केसमा मात्रै एप्लाई हुन्छ है त। 4 भागको 3 भाग भन्दा कमको केसमा यो सबै माथिको मिट भए पनि तपाईको कम्पनीमा चाहिँ 51 जना भन्दा कम वर्कर छ भने चाहिँ शाखा होकेनमा छिर्नु पर्दैन। तर 51 जना भन्दा बढी छ भने चाहिँ शाखा होकेनमा छिर्न कम्पल्सरी हुन्छ भन्ने मिनिङ हो हैन। अब यहाँको 51 वा 51 जना भन्दा बढी भनेको चाहिँ तोक्ते तेकियो जिग्योस्यो भन्छ हैन। अब यो माथि कन्डिसनहरु मिट हुन्छ र तोक्ते तेकियो जिग्योस्यो हो जसको मतलब 51 वा 51 जना भन्दा बढी स्टाफ छ भने चाहिँ शाखा होकेनमा छिराउनको लागि कम्पल्सरी हुन्छ भन्ने मिनिङ भयो। अब 51 जना भन्दा कम कर्मचारी भएको केसमा चाहिँ अब 51 जना भन्दा कम हुने बित्तिकै त तोक्ते तेकियो जिग्योस्यो भएन। तर अप्सनल रूपमा चाहिँ तोक्ते तेकियो जिग्योस्यो सरह नै बन्न पाऊँ भन्ने हिसाबले निवेदन दिएको कम्पनीहरुको लागि चाहिँ फेरि कम्पल्सरी हुन्छ है त। अब यसलाई धेरै गाह्रो नबनाइकन सर र कन्क्लुजन मात्रै निकालौँ है त। यो भनेको एकदम साइतेगिङको भन्छ हैन, एकदम मिनिमम लिमिटको अब यो शाखा होकेनमा छिर्नु पर्ने कन्डिसनहरु हो। यो भन्दा माथि जाने बित्तिकै अटोमेटिक शाखा होकेनमा छिर्नु पर्ने कन्डिसन मिट हुन्छ हैन। त्यति भनेर बुझ्नु भयो हुन्छ। तपाई फुल टाइम वर्कर हो भने शाखा होकेनमा छिर्नु पर्ने कन्डिसन 100% मिट हुन्छ। यसमा एउटा कुरा भनेको नट अ स्टुडेन्टले चाहिँ शाखा होकेनमा छिर्न पर्दैन पाउँदैन भन्ने मिनिङ हो। तर मलाई कति जना मान्छेहरुले चाहिँ शाखा होकेनमा हामी स्टुडेन्ट भए नि कम्पनीले छिराएको छ भन्नुहुन्छ हैन। अब यो चाहिँ के हिसाबले कम्पनीले छिरायो अलि आइडिया भएन हैन। त्यो कम्पनीसँग बुझ्नु पर्ने हुन्छ। मेरो विचारमा तपाईहरुलाई स्टुडेन्टको रूपमा नभएर अब फुल टाइम वर्करको रूपमा तपाईहरुलाई मान्यो भने त्यो हिसाबले गरे हुन सक्छ। हुन त तपाई रुगाक्से भइसकेपछि त स्टुडेन्ट हो हुनलाई। तर तपाईको फुल टाइम चाहिँ स्टुडेन्ट नभएर तपाईको फुल टाइम चाहिँ वर्क हो भन्ने हिसाबले कम्पनीले त्यो हुन्छ नि अब एज्युम गरेर तपाईहरुलाई शाखा होकेनमा हाल्दिएको चाहिँ हुन सक्छ है त। नत्र चाहिँ नर्मल्ली स्टुडेन्टले चाहिँ शाखा होकेनमा छिर्ने भन्ने मिल्दैन पर्दैन पाउँदैन है त। अब त्यसको लागि चाहिँ जसलाई स्टुडेन्ट भए पनि शाखा होकेनमा कम्पनीले छिराएको छ त्यो चाहिँ रिजन के हो, यहाँ त यस्तो रहेछ भनेर तपाईले कम्पनीसँग चाहिँ बुझ्नु सक्नुहुन्छ। अब यहाँ भन्दा बाहिरको अरु कुरै के रहेछ भने चाहिँ हामी त्यस विषयमा फेरि खोज्नु पर्ने हुन्छ है त। सो अब चाहिँ आजको मेन मुद्दामा आउँ हैन। आज हामीले चाहिँ यो हेल्थ इन्स्योरेन्सको बारेमा पढ्ने हो हैन। शाखा होकेन भित्रको यो एउटा हेल्थ इन्स्योरेन्सको बारेमा आजको फुल भिडियो हो हैन। अनि अघिल्लो भिडियोमा शाखा होकेनमा चाहिँ पहिला कम्पनी छिर्ने हो
अनि कम्पनी शाखा होकेनमा छिरिसकेपछि तपाईँ त्यो कम्पनीमा काम गर्न गएर तपाईँ चाहिँ त्यो कम्पनीको थ्रु शाखा होकेनमा छिर्ने भन्ने मिनिङ हो भनेर मैले हिजै पनि भनिसकेँ होइन। अब तपाईँ शाखा होकेनमा छिर्ने भनेको तपाईँको कम्पनी कुन इन्सुरेन्समा छिरेको छ तपाईँ पनि त्यही इन्सुरेन्समा छिर्ने हो। शाखा होकेन भन्ने बित्तिकै एउटै मात्र हुँदैन है त, त्यहाँभित्र पनि विभिन्न खाले इन्सुरेन्सहरू हुन्छ जसमा चाहिँ तपाईँको कम्पनीले जुन इन्सुरेन्स चुज गरेर छिरेको छ तपाईँ पनि त्यही इन्सुरेन्समा चाहिँ शाखा होकेनको रूपमा छिर्ने हो है त। अब जापानमा सबभन्दा धेरै भएको भनेको चाहिँ जुन चाहिँ स्मल एन्ड मिडियम स्केल इन्डस्ट्रिजहरू छिर्ने इन्सुरेन्स हो त्यसको नाम चाहिँ क्योखाई केम्पो हो। यसलाई फुल फर्ममा भन्नुपर्दा चाहिँ जेङ्कोकु केङ्को होकेन क्योखाई भन्छ। यो इन्सुरेन्समा छिर्ने कम्पनीहरू चाहिँ जापानमा एकदम धेरै हुन्छ होइन। अब अर्को भनेको चाहिँ केङ्को होकेन कुमिआई भन्ने हुन्छ है त। केङ्को होकेन कुमिआई भनेको चाहिँ हुन्छ नि ठुल्ठुलो कम्पनीहरू दाइकी योको केसको लागि हो है त। ठुल्ठुलो कम्पनीहरूको त आफ्नै युनियन हुन्छ नि त होइन। एक्जाम्पलको लागि टोयोटा भनौँ, टोयोटाको त ठुलो कम्पनी हो, उनीहरूको आफ्नै छ के, उनीहरू आफ्नै कम्पनीको इन्सुरेन्स छ। त्यही भएर तपाईँ टोयोटामा काम गर्दै हुनुहुन्छ भने तपाईँ क्योखाई केम्पो नभएर त्यही टोयोटाकै हेल्थ इन्सुरेन्समा छिर्नु भएको हुन्छ। अनि अर्को भनेको चाहिँ क्योसाई कुमिआई भन्ने हो। क्योसाई कुमिआई भनेको चाहिँ अब सरकारी कर्मचारीहरू छिर्ने भएको कारण त्यो विषयमा म कुरा गर्दिनँ। अब नर्मल्ली यो 3टा हुन्छ है त शाखा होकेनभित्र चाहिँ, यो 3टा हुन्छ। यो 3टा मध्ये तपाईँको कम्पनी चाहिँ क्योखाई केम्पोमा छ भने तपाईँ पनि क्योखाई केम्पोमा शाखा होकेनमा छिरेको भन्ने मिनिङ हुन्छ। तपाईँको कम्पनीको चाहिँ अब आफ्नै युनियनको चाहिँ अब त्यो हेल्थ इन्सुरेन्स छ भने चाहिँ तपाईँ पनि त्यही युनियनको चाहिँ हेल्थ इन्सुरेन्समा छिर्नु भएको भन्ने मिनिङ हुन्छ। सपोज अब तपाईँ डिपार्टमेन्ट स्टोरहरूतिर काम गर्नुहुन्छ भने डिपार्टमेन्ट स्टोरहरूकै एउटा युनियन छ कि, त्यही भएर तपाईँको छुट्टै हुन्छ। यसलाई सर्टकटमा भन्नुपर्दा तपाईँले बुझ्ने भाषामा भन्नुपर्दा तपाईँहरूको हेल्थ इन्सुरेन्सको कार्ड हेर्नुहोस्, तपाईँको हेल्थ इन्सुरेन्सको कार्डमा चाहिँ इन्सुरेन्स कम्पनीको चाहिँ नाम लेखेको हुन्छ है त। त्यो इन्सुरेन्स कम्पनीको नाम हेर्नुहोस् अनि तपाईँहरूले चाहिँ म कुन होकेनमा रहेछु, मेरो इन्सुरेन्स कम्पनीको नाम के हो भन्ने चाहिँ त्यहाँबाट तपाईँ पत्ता लगाउन सक्नुहुन्छ। क्योखाई केम्पो हो भने चाहिँ तपाईँहरूको त्यो कार्डको तलपट्टि चाहिँ होकेन्स्या मेसो भनेर लेखेको हुन्छ हो, त्यहाँ चेक गर्नुहोस् सबैले है त आफ्नो कार्डको। अब सबैको ठाउँमा तलै हुन्छ भनेर भन्न सक्दिनँ, अब यहाँ त 100औँवटा हुन्छ त्यो इन्सुरेन्स कम्पनीहरू होइन, कम्पनी भनौँ कि अब युनियन भनौँ होइन। त्यो कारण चाहिँ तपाईँहरूले आफ्नो कार्डको कतै न कतै चाहिँ तपाईँको आफ्नो हेल्थ इन्सुरेन्सको कम्पनीको नाम भेट्नुहुन्छ है त। यो क्योखाई केम्पो चाहिँ एकदम धेरै हुने भएको कारण चाहिँ यो एक्जाम दिने मान्छेहरूको लागि पनि क्वेसन चाहिँ सबै क्योखाई केम्पो बेस भएर आउँछ। र यो क्योखाई केम्पो र अरू खाले इन्सुरेन्सहरूले दिने फेसिलिटी थोरै थोरै फरक हुनसक्छ तर लगभग उस्तै हुन्छ है त। त्यो कारण चाहिँ अब मेन चाहिँ बेस तपाईँहरू अहिले पढ्ने कुराहरू भनेको सबै क्योखाई केम्पो चाहिँ बेस भएर हामीले पढ्छौँ सिक्छौँ, एक्जाममा पनि त्यही बेस भएर आउँछ। कतिपय ठाउँमा पर्सेन्टेजको धेरै थोरै हुनसक्ला, अलिअलि अमाउन्टको धेरै थोरै हुनसक्ला, तर एउटा प्रोसेस चाहिँ सेम हुन्छ। त्यो कारण क्योखाई केम्पोको सिकेर गए पनि अरू कम्पनीहरूको लागि पनि प्रोसेस सेम हुने भएको कारण चाहिँ त्यस्तो गाह्रो हुन्न है त। सो अब कुरालाई चाहिँ अलिक कन्फ्युजनतिर नलगिकन शाखा होकेनको विभिन्न पार्टहरू छन्, यो पार्टहरू मध्येको हेल्थ इन्सुरेन्सको मात्र आज हामी कुरा गर्दैछौँ है त, जसलाई चाहिँ हामी केङ्को होकेन भन्छौँ है त। अब यो हेल्थ इन्सुरेन्स भनेको के हो भनेर त कसैलाई पनि भनिराख्नु नपर्ला, सबैलाई थाहा छँदैछ होइन। अब अहिले चाहिँ हामी सिधै यो हेल्थ इन्सुरेन्सभित्र के कुराहरू हुन्छ, हामीले कस्तो कस्तो कुराहरूको फेसिलिटी पाउँछौँ भन्ने विषयमा एक एकवटा सर डिस्कस गरौँ है त। सुरुमा यहाँ लेफ्ट साइडको हेर्नुभयो भने मेडिकल केयर भनेर लेखेको छ। यो इङ्ग्लिस टर्महरू चाहिँ मैले भनिहालेँ, आफ्नै तरिकाले कन्भर्ट गरेका वर्डहरू हुन्छन्, त्यही भएर जापानिज टर्महरू याद गर्नुहोस्। यसलाई चाहिँ हामी र्योयोनो क्युफु भन्छ। यो भनेको चाहिँ हामी अब हामीसँग हेल्थ इन्सुरेन्स कार्ड छ भने हस्पिटल जाँदा के हुन्छ, हामीले 70% चाहिँ डिस्काउन्ट पाउँछौँ, 30% मात्र तिरे हुन्छ नि त हो। यसको मतलब भनेको चाहिँ हामीले 30% तिर्ने हो, बाँकी 70% चाहिँ हाम्रो हेल्थ इन्सुरेन्सले तिर्छ भन्ने कुरा हो। त्यो हस्पिटललाई त जसरी नै 100% तिर्नुपर्छ नि होइन, त्यो कारण चाहिँ 30% हामीले तिर्ने, 70% चाहिँ उसले तिर्दिन्छ भन्ने मिनिङ हो होइन। त्यही भएर हेल्थ इन्सुरेन्समा पस्नुको एउटा फाइदा यो भयो है त। अब यो कुरा चाहिँ तपाईँहरू यो शाखा होकेनभित्रको हेल्थ इन्सुरेन्स नभएर कोकुमिन होकेनभित्रको कोकुमिन केङ्को होकेनमा पनि सेम हो है त। अब हामीले हस्पिटलमा 30% मात्र तिरे हुन्छ भन्ने त सबैलाई थाहा चाहिन्छ होला, तर अब कतिलाई थाहा थिएन होला कि यो चाहिँ उमेरअनुसार चेन्ज हुन्छ है त। नर्मल्ली चाहिँ अब 6 वर्षभन्दा कम उमेरको बच्चा हो भने चाहिँ 20% मात्रै तिरे हुन्छ, 70 वर्षभन्दा कम उमेरको छ भने चाहिँ अब 30% तिर्ने भयो होइन। अब 70 वर्षभन्दा माथि 75 वर्षभन्दा कमले चाहिँ तपाईँहरूले 20% तिर्ने कि 30% तिर्ने भन्ने चाहिँ तपाईँहरूको त्यो बेलाको
इन्कमले डिसाइड गर्छ। अब 75 भन्दा माथिकोलाई चाहिँ फेरि अब 10% तिर्ने कि 30% तिर्ने भन्ने नि त्यो बेलाको इन्कमले डिसाइड गर्छ है त। अब नर्मली चाहिँ 70 वर्ष पछिको कुराहरू चाहिँ तपाईहरुको त्यो बेलाको इन्कम कति छ त्यो हिसाबले तपाईले कति % तिर्ने भन्ने कुराहरू डिसाइड हुन्छ है त। अब अहिले चाहिँ सबैजना यो 30% मात्र तिरे हुनेमा एज ग्रुपमा हुनुहुन्छ होला, त्यही भएर अहिले यति नै बुझेर बस्दा पनि केही फरक पर्दैन है त। अब अर्को भनेको चाहिँ शाखा होकेन भित्रको केङ्को होकेनमा चाहिँ फुयो भन्ने सिस्टम हुन्छ हैन, डिपेन्डेन्ट भन्ने मिनिङ हो यो, जुन चाहिँ कोकुमिन केङ्को होकेनमा हुँदैन है त। अहिले चाहिँ हामीले हेल्थ इन्सुरेन्सको मात्र कुरा गरिरह भएर हेल्थ इन्सुरेन्स भन्दा चाहिँ नभट्किनु होला है, हामी हेल्थ इन्सुरेन्स भित्रै बसेर सोच्नु होला सबै कुरा है त। त्यो कारण चाहिँ हेल्थ इन्सुरेन्स शाखा होकेन भित्रको केङ्को होकेनमा चाहिँ फुयो भन्ने सिस्टम हुन्छ। त्यो फुयो भनेको चाहिँ तपाईको डिपेन्डेन्ट फ्यामिली हो। तपाईको इन्कमले पालेर राख्नुपर्ने डिपेन्डेन्ट फ्यामिलीलाई तपाईहरुले फुयोमा राख्नु भयो भने फुयोमा बसेको मान्छेहरुले पनि हेल्थ इन्सुरेन्सको पैसा चाहिँ तिर्नु पर्दैन। तर तपाईले जसरी हस्पिटलहरु गएर हेल्थ चेकअपहरु गराउन पाउनुहुन्छ 30% तिरेर, त्यसै गरी नै 30% तिरेर चाहिँ हेल्थ चेकअपहरु गराउन पाउँछ भन्ने मिनिङ हो है त। कन्क्लुजनमा भन्नुपर्दा केङ्को होकेन भित्र फुयो भन्ने सिस्टम हुन्छ र फुयोमा बस्ने मान्छेले चाहिँ हेल्थ इन्सुरेन्सको पैसा तिर्नु पर्दैन। तर पैसा नतिरे पनि हेल्थ इन्सुरेन्सबाट पाउने फ्यासिलिटीहरु पाउनुहुन्छ जबसम्म तपाई फुयो भित्र रहिरहनुहुन्छ। तर फुयोमा बसिरहनको लागि चाहिँ एउटा इन्कमको लिमिट चाहिँ हुन्छ, यति बुझ्नु भयो भने भइहाल्यो है त। अब फुयोमा कोकोलाई राख्नु पाउँछ पनि म सरर भनिदिहाल्छु है त। तपाई हुनुभयो एकजना, तपाई भन्दा माथिको अब बा आमा हजुरबा सबैलाई राख्न पाइयो, आफ्नो बच्चा नाति पनि राख्नु पाइयो हैन, तपाईको अब वाइफलाई राख्न पाउने भइहाल्यो, झन् तपाईको दाजुभाइलाई पनि राख्न पाइयो। यति केसमा चाहिँ तपाईको इन्कममा चाहिँ बाँच्ने मान्छेहरु हो भन्ने कुराको अब केही प्रुफ भइहाल्यो हैन। यो भन्दा बाहिरको मान्छेहरुलाई पनि राख्न मिल्छ। यो भन्दा बाहिरको मान्छेलाई राख्दाखेरि चाहिँ तपाईको इन्कममा डिपेन्डेन्ट हुनुको साथसाथै सँगै बसेको पनि हुनुपर्ने कन्डिसनहरु हुन्छ है त। त्यही भएर अब त्यो चाहिँ आफ्नो सिचुएसन आएपछि चाहिँ त्यो बेला खोज्दा पनि हुन्छ हैन। अनि अर्को एउटा ठुलो भ्रम मैले मान्छेहरुमा देखेको भनेको फुयोमा मान्छेहरु राख्यो, डिपेन्डेन्टमा मान्छेहरु राख्यो भने चाहिँ हेल्थ इन्सुरेन्सको पैसा बढ्छ भन्ने मान्छेहरु एकदम धेरै देखिरहेको छु मैले। त्यो चाहिँ एकदम ठुलो भ्रम हो, त्यस्तो हुँदैन है त। कोलाई चाहिँ मैले सिकनेस अलाउन्स भनेर लेखेको छु। यसलाई चाहिँ हामी स्योब्यो त्यातेकिम भन्छौं हैन। यो भनेको चाहिँ तपाईहरु कामसँग रिलेटेड नभएको कुराले गर्दा बिरामी भएर या घाइते भएर जे भएर काम जान सक्नु भएन भने त्यो बेलामा हेल्थ इन्सुरेन्सले तपाईहरुलाई पेमेन्ट गर्छ भन्ने मिनिङ हो हैन। कन्डिसनहरु भनेको चाहिँ तपाई ट्रिटमेन्टको लागि बिदा बसेको हुनु पर्यो। अब के कारणको बिरामी भन्ने मतलब हुँदैन, तपाईसँग कामसँग रिलेटेड हुनु पर्दैन, ट्रिटमेन्टको लागि बिदा बसेको हुनु पर्यो। अनि बिदाको चाहिँ तपाईहरु 3 दिन, कम्तीमा पनि 3 दिन चाहिँ तपाईहरुको वेटिङ पिरियड हुनुपर्छ है त। पैसा पाउने भनेको चाहिँ चौथो दिनबाट मात्र हो है त। कम्तीमा पनि तपाईहरु 3 दिन चाहिँ बिदा बसेको हुन्छ, त्यो 3 दिन चाहिँ वेटिङ पिरियड हुन्छ। अनि त्यो टाइममा चाहिँ तपाईहरु काम गर्न सक्षम हुनुहुन्थेन भन्ने कुराको चाहिँ अब केही सपोर्ट हुनु पर्यो है त, मतलब प्रुफ हुनु पर्यो केही भन्ने कुरा है त। त्यही भएर तपाईहरु त्यस्तो बिरामी भएर 3 दिन भन्दा बढी बिदा बस्नुपर्ने स्थिति भयो भने तपाई बिदा बस्ने जुन दिन अब हस्पिटल जानुहुन्छ ट्रिटमेन्टको लागि चेकअपको लागि त्यही दिन नै कम्पनीहरुलाई चाहिँ इन्फर्म गर्नुस् अब मेरो चाहिँ स्योब्यो त्यातेको लागि एप्लाई गर्नुपर्ने हुन सक्छ भनेर। त्यसपछि तपाईहरुलाई ठीक भयो त काम गइहाल्नु हुन्छ 3 दिन भित्र, ठीक भएन 3 दिन भन्दा पछाडी पनि बिदा बस्नुपर्ने स्थिति भयो भने चाहिँ तपाईहरुले चौथो दिनबाट चाहिँ हेल्थ इन्सुरेन्सबाट चाहिँ स्योब्यो त्यातेकिन भनेर पैसा पाउनुहुन्छ। त्यसको लागि तपाई हस्पिटलहरु चाहिँ जानु पर्यो, घरै बसेर हुन्न फेरि, किनभनेदेखि यो एप्लाई गर्ने हो, एप्लाई गरेर यसको सिन्सा हुन्छ हैन। अब सिन्सामा तपाईहरुले घर बसेको थियो कि हस्पिटल गएको थियो, ट्रिटमेन्ट गर्न गएको थियो, केही पनि प्रुफ गर्न सकेन भने सिन्सा फेल हुन सक्ने चान्स हुन सक्छ। त्यो कारण तपाई हस्पिटल जानु पर्यो। अनि पछि तपाईहरुलाई एप्लाई गर्ने बेलामा चाहिँ हस्पिटलको डाक्टरको सेवामै पनि चाहिन सक्ने हुन सक्छ, नर्मली चाहिँ चाहिन्छ हैन। डाक्टरले चाहिँ यदि यो पिरियड चाहिँ तपाईहरुको सिम्पटम्सहरु हेरेर यति टाइम चाहिँ काम गर्न सक्ने अवस्थामा थिएन भनेर प्रुफ गरिदिनु पर्ने हुन सक्छ है त। अनि यो खाले तपाईको स्योब्यो त्यातेकिन भनेको चाहिँ 1.5 वर्षसम्म लिन सकिन्छ है त। अब यसमा कति पैसा पाइन्छ भन्ने सबैको दिमागमा आइसक्यो होला। यो चाहिँ तपाईहरुको 1 दिनको क्याल्कुलेट गरिन्छ है त। तपाई 10 दिन बिदा बस्नु भयो भने 1 दिनको कति हो निकालेर इन्टु 10 गरेर आउने पैसा तपाईहरुलाई दिने हो हैन। तरिका नि म सरर भनिदिन्छु हैन। यो चाहिँ के हुन्छ भने तपाईहरुले अब जुन दिनबाट बिदा बस्न थाल्नु भयो त्यो भन्दा अगाडिको 12 महिनाको हिसाबले क्याल्कुलेट गरिन्छ। 12 महिनाको तपाईको ह्योजुन होस्यु गेचुगाकु भन्छ। यो भनेको चाहिँ तपाईहरुको शाखा होकेन काट्ने बेस एमाउन्ट हो। यो टपिकमा चाहिँ म फेरि छुट्टै आउँछु हैन, ह्योजुन होस्यु गेचुगाकुको बारेमा फेरि पछि म छुट्टै आउँछु त्यो भनेको के हो भन्ने। अहिले तपाईले बुझ्नु पर्दाखेरि चाहिँ 12 महिनाको ह्योजुन होस्यु गेचुगाकुको एभरेज निकालिन्छ हैन। एभरेजलाई फेरि 30 दिनले डिभाइड गर्दा त 1 दिनको आयो नि त।
हो त्यो एक दिनको एमाउन्टको 3 भागको 2 भाग भनेको मतलब चाहिँ 66.6666% हुन्छ है त। अब अर्को भनेको चाहिँ यहाँ मैले बर्थ अलाउन्स भनेर लेखेको छु। यसलाई चाहिँ जापानिजमा भन्नु पर्दाखेरि चाहिँ शिवसान इकुजी इचिजी किन हो। यो चाहिँ लम्सम एमाउन्ट हो। अब सबैलाई थाहै होला बच्चा जन्माउने बेला चाहिँ 50 मान जुन पाइन्छ नि त हस्पिटलको खर्च, त्यसको कुरा गरेको हो यसमा हैन। तपाईँ हेल्थ इन्सुरेन्समा छिर्नु भएको मान्छेहरूले यो पाउनुहुन्छ। यो चाहिँ अब शाखा होकेनको यो केनको होकेन नभएर कोकुमिन केनको होकेनमा पनि पाइन्छ। अब यसमा चाहिँ एकजना बराबर अब त्यो 50 मान भन्ने मिनिङ हो हैन। अब 2 जना भयो भने जुम्ल्या भयो भने इन्टु 2 हुन्छ। त्यसमा त अब कसैलाई भनिरहनु नपर्ला। यसमा अर्को एउटा कुरा के छ भन्नुहुन्छ भने चाहिँ तपाईँ जुन हस्पिटलमा अब डेलिभरी गर्नुहुन्छ त्यो हस्पिटल चाहिँ साङ्खा इर्यो होस्यो सेइदोमा इन्ट्री भएको छ कि छैन भन्ने कुरा डिसाइड गर्छ। त्यो साङ्खा इर्यो होस्यो सेइदोमा इन्ट्री भएको छ भने 50 मान पाउने भयो। इन्ट्री भएको छैन भने चाहिँ 48 मान 8000 मात्र पाइन्छ है त। त्यही भएर तपाईहरुले अब प्लान गरिरहेको हस्पिटल चाहिँ साङ्खा इर्यो होस्यो सेइदोमा छ कि छैन भन्ने तपाईहरुले पहिले चेकहरु गर्न सक्नुहुन्छ है त। यसलाई धेरै एक्सप्लेन गर्नु परेन, सबैले बुझ्नु भएको कुरा भयो है त। अब अर्को चाहिँ मैले यहाँ म्याटर्निटी लिभ भनेर लेखेको छु। यसलाई चाहिँ शिवसान त्यातेकिन भनिन्छ। अरे यो वर्ड त कहाँ सुनिसक्या भन्ने भयो होला तपाईहरुलाई। अहिले हामीले अगाडि हेरिसक्यौं नि एकचोटी टोटल 98 डेजको चाहिँ सान्जेन साङ्गो क्युग्यो हुन्छ। अनि त्यो बेलामा पाउने एमाउन्ट चाहिँ शिवसान त्यातेकिन हो भनेर मैले त्यो बेलामा पनि भनिसकेको छु हैन। अब यो चाहिँ हामीले पहिला पनि कुरा गरिसकेको टपिक भयो। जुन 98 डेजको हुन्छ भने नि मैले एकजना बराबरको लागि हैन, 2 जना भयो भने फरक हुन्छ भनेर पहिले भनिसकेको छु, म अहिले भन्दिन हैन। यो 98 डेजको पिरियडको चाहिँ तपाईहरुलाई कम्पनीले पैसा दिनुपर्छ भन्ने कम्पलसरी हुँदैन। यो पिरियडमा तपाईहरुलाई कम्पनीले पे गर्दैन, गरे पनि तपाईहरुको नर्मल अरु बेला पाउने पैसा भन्दा चाहिँ 3 भागको 2 भाग भन्दा कम छ भने त्यो पिरियडमा चाहिँ हेल्थ इन्सुरेन्सले पैसा दिन्छ भन्ने मिनिङ हो। अब त धेरै जसो कम्पनीले त त्यो पैसा दिन्न। जसरी नि हेल्थ इन्सुरेन्सबाट पैसा पाउने भएपछि कम्पनीले किन पे गर्छ, गर्दैन। त्यो कारण तपाई हेल्थ इन्सुरेन्समा छिर्नु भएको केसमा चाहिँ शाखा होकेनको यो हुन्छ नि केनको होकेन भित्र छिर्नु भएको केसमा चाहिँ यो शिवसान त्यातेकिन भन्ने हुन्छ, जुन चाहिँ कोकुमिन केनको होकेनमा हुँदैन है त। अब अर्को भनेको चाहिँ यो हाई कस्ट मेडिकल एक्सपेन्सेस भयो। यसलाई चाहिँ कौगाकुर्यो यो हिसेदो भन्छ। यो बारेमा मेरो टिकटक हेर्ने मान्छेहरूले धेरैले सुन्नुभएको होला, मैले धेरैचोटि भिडियो बनाइसकेको छु। यसको मिनिङ भनेको चाहिँ तपाईको इन्कमलाई चाहिँ क्याटेगोराइज गरेको हुन्छ है त। आ इ उ ए ओ भन्नेमा क्याटेगोराइज गरिएको हुन्छ है। अब तपाईको इन्कम चाहिँ कुन क्याटेगोरीमा पर्छ है त। आ इ उ ए ओ मध्येको जुन क्याटेगोरीमा तपाईको इन्कम पर्छ त्यो क्याटेगोरीमा पर्ने मान्छेको लागि चाहिँ हस्पिटलमा 1 महिनामा चाहिँ यहाँ भन्दा बढी पैसा तिर्नु पर्दैन भन्ने एउटा सिस्टम हो यो है त। अब यो चाहिँ 70 वर्ष भन्दा कम उमेर र 70 वर्ष भन्दा बढी उमेरको लागि चाहिँ फरक हुन्छ थोरै एमाउन्ट। नर्मली चाहिँ 70 वर्ष भन्दा कम उमेरको मान्छेको लागि भन्नुपर्दा यदि तपाईको इन्कम चाहिँ ओ क्याटेगोरीमा पर्छ भने चाहिँ तपाईहरुले 1 महिनामा 35400 भन्दा बढी पैसा चाहिँ हस्पिटलमा तिर्नु पर्दैन। जतिसुकै बिल आओस् मतलब भएन। ओ क्याटेगोरीमा पर्छ भने तपाईले 35400 भन्दा बढी तिर्नु पर्दैन। ए क्याटेगोरीमा पर्छ भने तपाईले 57600 भन्दा बढी तिर्नु पर्दैन। यो चाहिँ पहिलो चोटीको लागि हो हैन। अब तर तपाईले यो सिस्टम चाहिँ 1 वर्षमा 3 वा 3 महिना भन्दा बढी चोटी युज गर्नु भएको छ भने अझै तिर्न पर्ने म्याक्सिमम लिमिट चाहिँ घटेर जान्छ के। तपाईले जति चोटी त्यो सिस्टम युज गर्नु पर्यो त्यति नै तपाईहरुले 1 महिनामा तिर्नु पर्ने म्याक्सिमम लिमिट चाहिँ घटेर जान्छ। यो विषयमा चाहिँ मेरो युट्युबमा चाहिँ A to Z एकदम टोटल फुल एक्सप्लेनेसन गरेको भिडियो छ। त्यसलाई म यो भिडियोको तलपट्टि राखिदिन्छु लिंक हैन, त्यो क्लिक गरेर हेर्नु होला। यो सिस्टम चाहिँ यो सिस्टमको मात्र एक्सप्लेन गर्न थाल्यो भने अर्को 15-20 मिनेट लाग्छ। त्यही भएर त्यो सिस्टमको बारेमा मात्र एक्सप्लेन गरेर मेरो युट्युबमा एउटा भिडियो छ, त्यसको लिंक राखिदिन्छु। अनि त्यो बाहेक पनि यहाँको यो सिस्टम छ नि तपाईहरुले हेल्थ इन्सुरेन्सको चाहिँ कति % पैसा तिर्नुपर्छ कुन उमेरको मान्छेले भन्ने त्यो सम्बन्धी पनि मिनिस्ट्री अफ हेल्थ लेबर एन्ड वेलफेयरको चाहिँ एउटा वेबसाइट राखिदिन्छु, त्यहाँबाट क्लिक गरेर हेर्नु होला। नर्मली चाहिँ मैले सबै भिडियोहरुको तलतिर इम्पोर्टेन्ट लिंकहरु राखेको हुन्छ धेरै जसो, त्यो चाहिँ तपाईहरुले क्लिक गरेर हेर्नु होला। त्यसबाट अझै एडिशनल इन्फर्मेसन मिल्छ है त। अहिलेलाई चाहिँ यो हाई कस्ट मेडिकल एक्सपेन्सेस भनेको चाहिँ तपाईको इन्कमको क्याटेगोरी अनुसार 1 महिनामा चाहिँ यहाँ भन्दा बढी पैसा तिर्नु पर्दैन भनेर तोकेको हुन्छ। जुन तपाईसँग माइ नम्बर छ भने माइ नम्बर कार्डको थ्रु भएको इन्कमको क्याटेगोरी त्यहाँ चेक गर्न सक्नुहुन्छ है त। यो कुरा नि मैले टिकटकको कुनै भिडियोमा एउटा सिकाइसकेको छु है त। यो सिस्टम युज गर्नको लागि चाहिँ विभिन्न तरिकाहरु छ। एउटा चाहिँ तपाईहरुले अब हस्पिटलको बिल तिर्ने अनि पछि फिर्ता लिने, आफ्नो लिमिट भन्दा बढी तिरेको भन्ने एउटा छ। अर्को चाहिँ हस्पिटलमा जानु अगाडि नै गेन्दोगाकु तेकियो निन्तेसो भनेर बनाएर लिएर गएर हस्पिटलमा बुझाउने सबभन्दा सजिलो उपाय भनेको तपाईसँग माइ नम्बर कार्ड छ भने तपाईले माइ नम्बर कार्डले त अहिले हस्पिटलमा युज गर्न मिल्छ नि होकेन्सेको सट्टा हैन। त्यो बेलामा नै अब चाहिँ ट्रिटमेन्ट अलि लामो जान सक्छ, खर्च लाग्न सक्छ भन्ने स्थिति हो भने त्यही बेलामा नै त्यो काउन्टरमा भएको मान्छेलाई चाहिँ तपाईहरुले
कोगाको यो हिस्सा युज गर्ने भन्नुभयो भने त्यति एउटा कार्डको भरमै पनि त्यो सिस्टम युज हुन्छ है त। त्यही भएर अरू झन्झट गरिराख्नु पर्दैन। अनि यो सिस्टम चाहिँ कोकुमिन केङको होकेनमा पनि छ है त। भन्दा बाँकी चाहिँ मैले यहाँ अदर्स भनेर राखेको छु। अदर्समा चाहिँ विभिन्न कुरा हुनसक्छ है। मैले अब 1-2 एक्जाम्पल मात्र राखेको। यता चाहिँ अलि मेन इम्पोर्टेन्ट भएर अलि एक्सप्लेन गरेको होइन। यता चाहिँ अब जे पनि हुनसक्छ कि सानो कुराहरू। अब एउटा फ्युनरल एक्सपेन्सेस भनेको छ होइन। फ्युनरलको लागि 5 मन पैसा दिने भन्ने छ। अब यो हस्पिटलको मिलहरूको एक्सपेन्सेस पनि कभर गर्ने भने चाहिँ मिलहरूको एक्सपेन्सेस चाहिँ 100% होइन है। फेरि जो एउटा इन्डिभिजुअल जो हो उसले चाहिँ केही तिर्नुपर्छ र त्योभन्दा बाँकीको पैसा चाहिँ हेल्थ इन्सुरेन्सले कभर गर्ने भन्ने मिनिङ हो। यो होम भिजिट केयरको लागि पनि त्यही अनुसारको अब हुन्छ नि सुविधाहरू पेमेन्टहरू गर्ने। अथवा अनि यो ट्रान्सपोर्टेसन भनेर लेखेको छ नि। यसलाई ट्रान्सपोर्टेसन भनेको फेरि अर्कै मिनिङ जान सक्छ। यसलाई चाहिँ इसोही भनेर बुझ्नु होला होइन। अब यस्तो अरू जे पनि हुनसक्छ होइन। त्यही भएर यसलाई चाहिँ अब ठुलो कुरा होइन, यो सान्तिनो एमाउन्टको कुराहरू भएर मैले यहाँ यत्तिकै अदर्समा चाहिँ थोरै मात्र एक्सप्लेन गरेको हो। यो बारेमा चाहिँ अब आफूलाई परिशेषी सर्च गर्दा पनि हुन्छ है त। आज हामीले कुरा गरेको चाहिँ हेल्थ इन्सुरेन्स मात्र हो है त। केङको होकेन मात्र हो, त्यहाँभन्दा बाहिर तपाईँ नजानु होला। अनि यो केङको होकेनभित्र मैले रहेर जति पनि कुराहरू एक्सप्लेन गरेँ त्यो केङको होकेनभित्र मात्र राख्नु होला। त्यसलाई केङको होकेनभन्दा बाहिर नलग्नु होला है त। त्यहाँभन्दा बाहिर लग्नु भयो भने फेरि कुरा नबुझे जस्तो हुनसक्छ है त। आज हामीले यहाँ जति पनि यो सुविधाहरूको बारेमा कुरा गऱ्यौँ त्यो चाहिँ सबै क्योखाई केम्पोको आधारमा भनेर मैले अहिले पनि भनिसकेँ। तपाईँको चाहिँ केङको होकेन कुमियाई आफ्नै कम्पनीको चाहिँ एसोसिएसन छ त्यो हेल्थ इन्सुरेन्सको भने चाहिँ फेरि थोरै यहाँ फरक हुनसक्छ। हुने यस्तै कुराहरू हो। तर तपाईँहरूको त्यो कुमियाई अनुसारै एसोसिएसन अनुसारै थोरै पाउने फेसिलिटीहरू फरक हुनसक्छ। कतै त पर्सेन्टेज पनि फरक हुनसक्छ होइन। किनभने त्यो भनेको उनीहरूको आफ्नो हुन्छ कि यो कुमियाई भनेको चाहिँ उनीहरूको एउटा आफ्नै हो नि त एसोसिएसन। आफ्नै कम्पनीको एसोसिएसन भएको कारण चाहिँ त्यसमा चाहिँ आफ्नो त्यो एसोसिएसनभित्र रहेर काम गर्ने कर्मचारीहरूको लागि चाहिँ अलिक बढी सुविधा दिउँ भनेर अलिक बढी पर्सेन्टेजहरू दिन सक्ने चान्स पनि हुन्छ है त। नहुने भन्ने चाहिँ होइन। त्यो हेल्थ इन्सुरेन्स चाहिँ जुनसुकै भए पनि नर्मल यो फ्लो चाहिँ सेम एउटै हो है त। त्यसमा केही फरक पर्दैन खासै धेरै होइन। त्यही भएर तपाईँले हेल्थ इन्सुरेन्स कार्डमा हेरेर आफ्नो कम्पनीको चाहिँ हेल्थ इन्सुरेन्स कम्पनीको नाम के हो हेरेर अनि आफूलाई केही अब सिक्न मन लाग्यो जान्न मन लाग्यो भने चाहिँ त्यो हेल्थ इन्सुरेन्समा लेखेको इन्सुरेन्स कम्पनीको नाम राखेर चाहिँ वेबसाइटमा सर्च गर्नु होला है त। सो शाखा होकेन छिर्नु भन्नुको मतलब यो 3टा कुरामा छिर्नु भन्ने मिनिङ हो। यो 3टा कुरा चाहिँ शाखा होकेनमा छिरेपछि सेटमा आउँछ। यङ मान्छेहरूको लागि एउटा उमेर गइसकेको मान्छेहरूको लागि चाहिँ थोरै एक्सेप्सनहरू हुन्छ। अहिले त्यो एक्सेप्सनतिर नजाउँ। एउटा यङ उमेरको मान्छेहरूलाई चाहिँ शाखा होकेनमा छिर्ने भनेपछि यो सेटमै आउँछ। त्यो भित्र मध्येको हेल्थ इन्सुरेन्सको बारेमा आज हामीले हेऱ्यौँ के फेसिलिटी हुन्छ भनेर। तपाईँले हेल्थ इन्सुरेन्सको चाहिँ कुन हो तपाईँको भन्ने चाहिँ तपाईँहरूले आफ्नो हेल्थ इन्सुरेन्सको कार्डमा हेर्नुपर्छ भनेर पनि मैले भने। मैले यहाँ लेखेर दिएको बाहेकको पनि अरू फेसिलिटीहरू चाहिँ तपाईँको हेल्थ इन्सुरेन्सले दिन सक्ने हुनसक्छ है त। त्यो चाहिँ तपाईँहरूले आफैले खोज्न सक्न ट्राई गर्नु होला। आज एक्सप्लेन हामीले जति पनि गरेको चाहिँ क्योखाई केम्पोलाई बेस गरेर हो है त। तपाईँहरूले आफूले छिरेको इन्सुरेन्स चाहिँ कुन हो भन्ने चाहिँ आफूले जानेर बस्नुपर्ने हुन्छ। इमर्जेन्सीमा काम लाग्छ। अनि यो शाखा होकेनभित्रको केङको होकेन बाहेक पनि अर्को कोकुमिन केङको होकेन भन्ने हुन्छ। यो दुईटैमा छिर्ने भन्ने हुँदैन। दुईटा मध्ये एउटामा हुने हो तपाईँहरू होइन। अब तपाईँ कम्पनीको थ्रुबाट छिर्नेलाई अब यो केङको होकेन भन्ने भयो। कम्पनीको थ्रुबाट नभएर तपाईँ आफूले इन्डिभिजुअली छिर्नेलाई चाहिँ कोकुमिन केङको होकेन भनेर बुझ्नु भए पनि अलिकता सजिलो हुन्छ कि जस्तो लाग्छ है त। अनि यो आजकै भिडियोमा चाहिँ यो हेल्थ इन्सुरेन्स कसरी क्यालकुलेट हुन्छ अनि यो खाइगो होकेन कसरी क्यालकुलेट हुन्छ कोसै नेकिन कसरी क्यालकुलेट हुन्छ भन्ने सिकाउने प्लान थियो मेरो। तर त्योभन्दा अगाडि चाहिँ हामीले ह्योजुन होस्यु गेचुगाकु भनेको के हो भन्ने बुझ्नुपर्ने हुन्छ। अनि कुनै एउटा भिडियोमा चाहिँ म यो टर्म्सहरूको मात्रै एउटा एक्सप्लेन गरेर भिडियो बनाउँछु। अनि त्यो टर्म्सहरूको मिनिङ बुझिसकेपछि चाहिँ अनि यो क्यालकुलेट गर्न फेरि हामी अरू कुनै भिडियोमा सिकाउँला है त। यो चाहिँ हामी सबै 1 2 3 यो सबै जान्छ नि। यो सबैको चाहिँ एक्चुअल क्यालकुलेसन हामीले सिक्न एकदम जरुरी हुन्छ। किनभने एक्जाम दिने मान्छेहरूलाई चाहिँ यो एक्जाममै आउँछ है त। ठ्याक्कै एक्चुअल क्यालकुलेसन गरेर एन्सर निकाल्नु पर्ने नै प्र्याक्टिकल क्वेसन हुने भएको कारणले चाहिँ एक्जाम दिनुहुनेहरूले चाहिँ यो क्यालकुलेसन गर्न चाहिँ सिक्नै पर्छ है त। कोकुमिन केङको होकेन पनि कसरी क्यालकुलेट हुन्छ भन्ने पनि पर्न सक्छ होइन। कोकुमिन केङको होकेन भनेको चाहिँ सिटी अफिसहरूले क्यालकुलेट गरेर पठाउने हो। अब यसको चाहिँ के हुन्छ भन्दाखेरि अघिल्लो वर्षको इन्कमको आधारमा अब अहिले 2025 भयो। 2024 को जनवरीदेखि 2024 को डिसेम्बर 31 सम्म कमाएको इन्कमको आधारमा चाहिँ 2025 को जुनदेखिबाट बिल पठाउन सुरु गर्ने हो। रेसिडेन्स ट्याक्स जस्तै होइन। अब अहिले कतिजनाको घरहरूमा बिल आइसक्यो होला अब कोकुमिन होकेनमा हुने मान्छेहरूको लागि है त। अनि कोकुमिन केङको होकेन क्यालकुलेट गर्नको लागि चाहिँ साध्य हुँदैन। किन भन्दाखेरि यो सिटी नै पछि जिचिताइ नै पछि फरक खाले पर्सेन्टेजहरू लगाइरहेको हुन्छ।
एउटा दाइताइको चाहिँ गर्न सकिन्छ तर एक्चुअल अमाउन्ट चाहिँ हामीले निकाल्न सक्दैनौँ किनभनेदेखि तपाईँ जुन सिटीमा बस्नुहुन्छ त्यही सिटीको मान्छेको लागि पार्टिकुलर गरेर निकाल्न चाहिँ सकिन्छ म बस्ने सिटीको लागि म कोकुमिनकेङको होकेन पनि निकालिदिन सक्छु ठ्याक्कै मिल्ने गरेर हैन तर अरू सिटीहरूको लागि सकिन्न किन भन्दाखेरि चाहिँ त्यहाँ हुन्छ नि पर्सेन्टेजको फरक परिरहेको हुन्छ के तर शाखा होकेन भित्रको यो केङको होकेनलाई चाहिँ पर्सेन्टेजको खासै फरक पर्दैन परे पनि समथिङ पोइन्टको मात्र फरक पर्छ है त हामीले यहाँ क्याल्कुलेट गर्ने भनेको चाहिँ केउखाइ केम्पोको जति पर्सेन्टेज छ त्यसको आधारमा चाहिँ हेल्थ इन्सुरेन्स क्याल्कुलेट गरिन्छ त्यति पर्सेन्टेजको आधारमा चाहिँ यो खाइको होकेन क्याल्कुलेट गरिन्छ पेन्सन भनेको चाहिँ फेरि सबैलाई सेम हुन्छ है त यो कोकुमिन नेङ्किङ बाहेकको मान्छेलाई सबैलाई यो सेम हुन्छ है त कोकुमिन नेङ्किङको लागि चाहिँ फरक छ फिक्स एमाउन्ट छ हैन तर यहाँ चाहिँ कोसै नेङ्किङको केसमा चाहिँ जुनसुकै इन्सुरेन्स भए पनि 18.3% हो है त यसको बारेमा म पछि आउँछु अहिले चाहिँ सिर्फ आजको भिडियोलाई चाहिँ हेल्थ इन्सुरेन्स भन्दा बाहिर गएर नसोच्नु होला यो फुयोको केस पनि अनि अरू सबै केसहरू पनि है त फेरि कतिपय मान्छेहरूले चाहिँ कोकुमिनकेङको होकेनको नि फुयो हुन्छ कोकुमिन होकेनको नि फुयो हुन्छ भन्ने मान्छेहरू आउन सक्नुहुन्छ कोकुमिनकेङको होकेनमा चाहिँ फुयो भन्ने सिस्टम छैन भनेर ढुक्क भएर बस्नुभएको हुन्छ है त हेल्थ इन्सुरेन्सको फुयो चाहिँ छैन है त ट्याक्सको फुयो चाहिँ हुन्छ त्यो चाहिँ हामी पछि कुरा गरौँला हैन तर हेल्थ इन्सुरेन्सको फुयो भन्ने चाहिँ हुँदैन है त सो आजको भिडियोलाई चाहिँ यतिमै सिद्धाउँ हैन गफ अलि लामो भयो जस्तो छ अर्को भिडियोमा चाहिँ म यो खाइको होकेनलाई लिएर आउँछु हैन यो खाइको होकेन चाहिँ धेरै बुझ्नुपर्ने कुरा के पनि हुँदैन त्यही भएर खाइको होकेन र यो कौशै नेङ्किङ चाहिँ म सँगै गरेर ल्याउन सक्छु सायद है त